मेरो बाबु नानीलाई चाहिँ मैले दिउँसोको खाजामा प्राय जस्तो प्यानकेक गराएर दिएको हुन्छु। उनीहरूले मन पनि पराउँछन् र मजाले खान्छन्। आज चाहिँ मैले दीर्घायु भवको न्युट्री पिङ्क फ्लोर बनाइदिएको थिएँ। यो चाहिँ हजुरहरूले पानीमा मात्र घोलेर पनि बनाइदिन सक्नुहुन्छ र यसमा अरू केही पनि एड गर्न मिल्छ। मैले चाहिँ आज एउटा स्याउ र अन्डा एड गरेको छु। स्याउलाई मजाले कोरेसम्म कोरेर राखेँ अनि एउटा अन्डालाई पनि त्यसैमा राखेर मजाले मिक्स गरिदिएँ। अनि यतिको ब्याटर भएपछि प्यानमा घिउ राखेर थोरै ब्याटर त्यसमा राखिदिएँ अनि 2-3 मिनट मजाले सानो ग्यासमा पकाइसकेपछि फेरि त्यसलाई फर्काएर अर्को 2-3 मिनट पनि मजाले पकाइदिएँ। त्यसपछि रेडी भयो हाम्रो प्यानकेक। हजुरहरूले चाहिँ आफ्नो बाबु नानीको लागि हेल्दी पनि होस् छिट्टो पनि होस् भनेर केही खोज्दै हुनुहुन्छ भने चाहिँ यो हजुरहरूको लागि एकदमै बेस्ट हुन्छ। हजुरहरूले बाबु नानीलाई टिफिन पठाइदिनको लागि दिउँसोमा खाजा दिनको लागि एकदमै बेस्ट हुन्छ कि। मेरो बाबु नानीहरू चाहिँ दिउँसोमा यो दहीसँग खाएका थिए। उनीहरूले एकदमै मन पराएका थिए। हजुरहरूले नि एकचोटि ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।